जग्गामा सुक्खा पाखामा गरिसके। म चाहिँ ग्राफ हेर्छु हेलो 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 म चाहिँ ग्राफ हेर्छु हजुर पछाडि भिडियोग्राफर हजुर यो चौरी देउरालीको पाखा पखेरातिर मेरो मानिसलाई डुलाउँदैछ हजुर है यतातिर पाइँदैन घङ्गहरू भनेको चाहिँ अलिक लेकतिर पाइने हो यो बेसी हो यो सत्ती बयर पाउने ठाउँमा घङ्गहरू पाइँदैन होला भन्ने लागिरहेको छ हामीलाई होइन यो चौरी देउरालीको मादन कुडारी भन्ने ठाउँको खरखरे पाखाहरू हुन् अनि हामी सल्लाहघारीको डाँडातिर चाहिँ यसो हावा खाँदैछौँ अनि अब यसो क्यामेरालाई घुमाउँदाखेरिमा यो पारीको माकुरेजालो सडकहरू चाहिँ रामेछाप जिल्लामा पर्छ सुनापति गाउँपालिका अनि यो मध्य पहाडी लोकमार्ग हो तल देखिएको खोला चाहिँ चौरी खोला हो यसले बाढीले सबै क्षति गर्छ यो वारीपट्टिको देखिएको पनि तल देखिएको लोकमार्ग हो मध्य पहाडी लोकमार्ग यो देखिएको गाउँ भनेको बिनथली भन्छ चौरी देउराली गाउँपालिका वडा नम्बर 7 अन्तर्गत नै पर्छ यसो पारी देखिएको भनेको यसो हातले पनि देखाउँ होइन यसो पारी देखिएको भनेको यो चाहिँ सुनापति गाउँपालिका अन्तर्गतको के भन्छ डहु भन्ने ठाउँ हो यो चर्चित पनि छन् डहुमा आफैमा रामेछापको एउटा के भन्छ नमुना विद्यालय हो अनि यो सुनापति गाउँपालिकाको माथि देखिने सुनापति डाँडा आँखेमा त्यो हो यो डाँडा भनेको चाहिँ आन्तरिक पर्यटनको लागि चाहिँ आकर्षक डाँडा हो यो बिच यतापट्टिको गाउँ चाहिँ एकदम बाक्लो बस्ती छ अहिले अब तुवालो राम्रो देखिँदैन यो बेथान हो यो के भन्छ राजनैतिक ऐतिहासिक हिसाबले पनि यो महत्त्वपूर्ण छ किनभने नेपालमा 10 वर्षे लामो सशस्त्र जनयुद्ध जनक्रान्ति गर्ने नेकपा माओवादीले पहिलोपटक आक्रमण गरेको नेपाल सरकारको चौकीमाथि धावा बोलेको बेथान चौकी पानीघाट पनि त्यही ठाउँमा पर्छ अनि अहिलेको विद्युत प्राधिकरणको प्रमुख नेपालको एकजना हिरो भनौँ विकासको काम सम्पन्न गर्नको लागि जन्मिएको एकजना व्यक्ति कुलमान घिसिङको गाउँ पनि यही डहु नै पर्छन् डहु यो मानेमा पनि महत्त्वपूर्ण छ यहाँ अब थुप्रै छन् यस्ता महत्त्वहरू बता जाने हो भने यो त अब भिरहरू त देखिरहेको छ त्यस्तो बाख्रा पाल्छ नि घाँस खाएर यो सुक्खाग्रस्त क्षेत्र हो अब तपाईँले यो पाइप देख्नु भएको छ यो चाहिँ चौरी खोलाबाट लिफ्टिङ ल्याउनको लागि चाहिँ प्रयास गरिएको हो म चौरी देउराली गाउँपालिकामा आएको 5 वर्ष क्रस हो यो लिफ्टिङ यतिकै लडिरहेछ यसको के भएको छ भन्ने मलाई चाहिँ राम्रो जानकारी छैन एउटै मात्र कुरा यो योजना पुरा भएको छैन भन्ने कुरा हो अहिले सुचारू पनि छैन योजना क्रमशः चलिरहेको पनि छैन भन्ने हामीलाई लागिरहेछ यता सल्लाहकारी छन् हजुर मेरो मान्छे नआएर आए पनि तल बस्ने गालामा चाहिँ मजाले फोहोर लागेछन् बसेको ठाउँमा यता सल्लाहकारी छन् यो चाहिँ सामुदायिक वन छन् सामुदायिक वन छन् ऊ तल एउटा भुजेल दाजु बाख्रा गोठाला गरिदिएको हुन्छ आज प्रजातन्त्र दिवस हो प्रजातन्त्र यो मानेमा चाहिँ अलिक विशेष छ राणा शासनको अन्त्य गरेको दिन हो तर प्रजातन्त्रले धेरै कुराहरू नेपाली जनताहरूलाई को अधिकारको निम्ति त्यसले एउटा जग खन्ने काम गरे पनि प्रजातन्त्र स्थापनाले खासै ठुलो उपलब्धि हासिल चाहिँ गर्नु सक्यो भन्ने लाग्दैन मलाई नेपाली राजनीतिमा नेपालको विकासमा यी मेरो मान्छे गलेर हैट्टो हिँड्छन् हजुर के गर्नु म त दिनभरि दिनभरि हिँड्यो भने पनि हिँडिरहन्छु बोलिरहन्छु मेरो काम छैन हजुर अब यो
मोबाइल क्यामेरा यसो यतातिर ढल्किँदैछ। चौरी देउराली गाउँपालिकाकै यो गाउँहरू हुन्। तल देखिएको यो मध्य पहाडी लोकमार्ग यहाँ छ। अब देखिएको यता देखिन्छन् यो गाउँहरू हुन्। योलाई के भन्छ, यो गाउँलाई चाहिँ छाप होइन, छाप त पल्लोपट्टि हो। छाप भन्ने नै यसलाई उ भन्छ। टाढी पनि यता ओल्लो के पो हौ नामै बिर्सेँ। हजुर मिलिहाल्छ नि, उताबाटै थाहा छ नि। यो माथि देखिएको टावर एनसेल टावर, एनटिसीको टावर हो, टेलिफोन टावर। जाउँ न जाउँ, खुरुखुरु जाउँ। यो यहाँ चाहिँ तामाङ बस्ती छ। यो तामाङको के भन्छ यसलाई, माने होइन, माने भन्छन्। यो आकर्षक छ। त्यो खास बस्नु राम्रो होइन भन्छ भन्नु चाहिँ होइन। यो लुङदोर छ यहाँ तामाङहरूको। हजुर बस्नु त मिल्नु त होला, तर राम्रो मान्दैनन् होइन। यहाँ यस्तो छ नि, के आकर्षक गुम्बा हो यो। त्यस्तो लागेको मात्रै हो, त्यस्तो छ। यो माथि चढ्ने हो भने यहाँबाट राम्रो क्लिक हुनसक्छ। यो माथि चढ्नु तर निकै गाह्रो छ होइन। नसकिन चढ्नु त मलाई तान है। मलाई पनि चिप्लिङ होला रे जुत्ता। जुत्ता चिप्लो छ। हाम्रो त्यो गाउँ हो, हाम्रो कुडारी हो। एकजना साथीले बिडारी भन्नुहुन्थ्यो, तर कुडारी हो। यो बिडारी पनि साह्रै सुक्खा रहेछ। त्यहाँ उभिस्यो त, एउटा खिच्यो।